बाबुहरू, दिदीबहिनीहरू, दाजुभाइ जो पनि हुनुहुन्छ, आज स्टार मन्टेश्वरीमा विशेष सरस्वती पूजामा पाल्नुहुने सम्पूर्ण भक्तहरूलाई सर्वप्रथम स्वागत छ। आज सरस्वतीको पूजा र आज सरस्वती माँ काली, माँ लक्ष्मी, माँ सरस्वती, भगवती शक्तिका रूपमा रहने विद्यादात्री यस्ती सरस्वतीलाई हामी बार बार प्रणाम गर्दै उहाँको यो प्राङ्गणमा उपस्थित सम्पूर्ण भक्तहरूलाई हामी नम्र निवेदन गर्न चाहन्छौँ। अब हामी क्रमशः सरस्वती माताको शरणमा पर्नेछौँ। भगवतीले सबैलाई बुद्धि प्रदान गर्नुहुनेछ। साना साना नानी बाबुहरूको कल्याणको लागि विद्यादात्री यस्ती सरस्वतीलाई हामी सबैभन्दा पहिला प्रार्थना गरेर सुरु गर्छौँ। ओम शुक्लां ब्रह्म विचारसार शुक्लां ब्रह्म विचारसार परमाद्यं जगद्व्यापिनीं वीणा पुस्तकधारिणीं अभयदां जाड्यन्धकारापां हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदां रविरुद्रपिता महाविष्णुनुतं हरिचन्दनकुङ्कुमपङ्कयुतं मुनिवृन्दगणेन्द्रसमानयुतं तव नौमि सरस्वती पादयुगं। लम्बोदर गणेश भगवानको, सरस्वती माताको, सरस्वती माताको जोड छ भनौँ त सबैले जय भनेर। ल सरस्वती माताको जय, सरस्वती माताको जय जय। श्री सरस्वती नमः। ल सबैजनाले हातमा फुल दिनु होला। यो फुल चाहिँ यो विशेष दिन छ जो आज भगवतीको सरस्वती माताको कृपा भएमा सबै कल्याण हुन्छ। सबैभन्दा आज हामी पहिला सरस्वतीको वन्दना गऱ्यौँ। अब सरस्वती कस्ती छन् भने सेतो कपडा लगाउनु भएकी माता हुनुहुन्छ सरस्वती। ब्रह्म ज्ञानलाई जान्ने जो हामीलाई यो आँखाले चाहिँ संसार देखाउँछ, तर ज्ञानले चाहिँ हामीले यो आँखाले देख्न नसकेको चिज देख्नेलाई भनिन्छ ब्रह्म विद्या क्या, होइन? जस्तै हाम्रो कहिलेकाहीँ मनले केही काम गर्न हराउँछ अनि हाम्रो इन्द्रियहरू त्यहाँ जान्छ, पुग्छ। अब होइन यो त गलत हो भनेर फेरि बुद्धिले कन्ट्रोल गर्छ नि, त्यो बुद्धि दिने चाहिँ सरस्वतीको काम हो है। त्यसले गर्दाखेरि यस्तो बुद्धिदात्री आज सरस्वतीको हामी पूजा गर्दैछौँ। शुक्लां ब्रह्म विचार सार परमां माध्यम जगद्व्यापिनीं वीणा पुस्तकधारिणीं। सरस्वतीसँग सधैँभरि वीणा हुन्छ अनि पुस्तक पनि हुन्छ है। जसले सरस्वतीलाई वीणा र पुस्तक धारण गरे कि सरस्वतीलाई नमन गर्दछन्, पूजा गर्दछन् भने विद्या छिटो प्राप्ति हुन्छ। वीणा पुस्तकधारिणीं अभयदां जाड्यन्धकारापहां। अँध्यारोलाई उज्यालो बनाउने भनेको मतलब हामीलाई त केही थाहा छैन। जन्मिने बित्तिकै कसैलाई ज्ञानको बारेमा थाहा हुँदैन। त्यस्तो अज्ञानतालाई हटाएर ज्ञान दिने यस्ती सरस्वतीलाई हामी कोटि कोटि प्रणाम गर्छौँ। हाम्रा बालिकाहरूले यस्ती सरस्वतीलाई ग्रहण गर्न सकुन्, विद्या प्राप्त गर्न सकुन्। हस्ते स्फाटिकमालिकां विदधतीं। हातमा स्फटिकको माला धारण गरेकी सरस्वती है। स्फटिक भनेको सेतो हुन्छ। जो स्फटिक धारण गरेकी सरस्वतीलाई कोटि कोटि प्रणाम छ। हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां। फुलमा विराजमान भएकी
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदां। यस्ती सरस्वतीलाई बार बार हामी नमस्कार गर्छौं। आज यो सरस्वती भूमि स्टार मण्डेश्वरीमा यहाँ पढेर धेरै नानी बाबुहरूको कल्याण भएको छ। यिनी सरस्वती माताले सबैलाई रक्षा गरून्, कल्याण गरून् भन्दै अब हामी पूजा सुरु गर्छौं। सबैजना लगभग आउँदै हुनुहुन्छ। सबैजनालाई यथायथा स्थानमा आसन ग्रहण गर्दै भगवतीको मनन गर्नुहोला। थोरै श्रम गर्नुहोला एकैछिन, किनकि भगवानको पूजा आजामा अलिकति दुःखै हुन्छ, यो सम्झिनु होला। ल हरि ओम तत्सत्। ल आउनुहोस् त। ल हरि ओम तत्सत्, हरि ओम तत्सत्। ल हातमा लिएर यसो गरेर ल हरि ओम तत्सत्, हरि ओम तत्सत्। ओम विष्णु विष्णुः श्रीमद्भगवतो महापुराण पुरुषस्य विष्णु जोला ल्याउँदा श्रीमद्भगवतो महापुराण पुरुषस्य विष्णुराज्ञी प्रवर्तमानस्य अद्य श्री ब्रह्मणोऽग्नि द्वितीयपरार्धे श्री श्वेतवाराहकल्पे वैवस्वतमन्वन्तरे अष्टाविंशतितमे युगे कलियुगे कलिप्रथमचरणे भूर्लोके जम्बूद्वीपे भारतवर्षे भारतखण्डे आर्यवर्तुकदेशान्तर्गत नेपाल देशे पशुपति गुह्यकाल्य पश्चिम दिभागे चितवन मण्डलान्तर्गत भरतपुर इय पुण्यभूमौ उभयो मध्यस्थले कालयुक्त नामक संवत्सरे उत्तरायणे शिशिर ऋतु माघे शुक्ले माघ शुक्ल पक्षे सोमवासरे। ल अब सबैजनाले आफ्नो राशि बच्चाहरूको नक्षत्रलाई परिकल्पना गर्नु। अहिले प्रत्येकको चाहिँ हामी यहाँ चाहिँ सङ्कल्प गरिदिन्छौँ है। आज सरस्वती पूजाको दिन पूजामा सबैभन्दा ठुलो सङ्कल्प हुन्छ है। सबैको प्रतिनिधि उहाँलाई मैले राखेको छु पूजामा। तदा सोमवासरे आज सोमबारको दिन हो, पञ्चमी तिथि हो। रेवती नाम गरेको आज नक्षत्र रेवती नक्षत्रे सिद्ध योगे कौलवकर्णे आनन्दादि योगी मातङ्ग योगे श्री सूर्यनारायण मकर राशि स्थिते चन्द्रमा मीन राशि स्थिते देवगुरु वृष राशि स्थिते अन्येषु भौमादि ग्रहेषु यथा यथा राशि स्थान स्थितेषु एवं ग्रह गुण गण विशेषण विशिष्टायां अध्यय। स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिं प्रदां शारदाम्। ओम सरस्वत्यै नमो नमः। ओम वेदपुरुषाय नमो नमः। आवाहनम् आसनं पाद्यम् अर्घ्यम् आत्मन्यं पुनरात्मन्यं समर्पयामि। वस्त्र लम्बोदर गणेश भगवान को, सरस्वती माता को, सरस्वती माता को, लक्ष्मी माता को, आज को आनंद को। जय जय श्री राधे। अब सरस्वती पूजा माथिबाट यसो जल सेचन गरिदिनु, अर्घ चढाउनु। हरि ओम। हजुर
हरि ओम सरस्वती नमो नमः। ओम सरस्वती नमः। शुक्लां अर्घ चढाइदिनु अब। शुक्लां ब्रह्म विचार सार परमां माध्यम जगद्व्यापिनीं वीणा तिलकमा लगाइदिनु। वीणा पुस्तकधारिणीं अभयदां जाड्यन्धकारापहां हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिं प्रदां शारदाम्। ओम सरस्वती नमो नमः। ओम वेदपुरुषाय नमो नमः। आवाहनम् आसनं पाद्यम् अर्घ्यं पूजार्थं प्रतिगृह्यतां पुष्पाणि पुष्पमालां च समर्पयामि। शिरदेखि पाउसम्मका अङ्ग पूजा गर्नु। अब माल्यादिनी सुगन्धिनी माल्यात्यादिनी वै प्रभु मया नितानि पुष्पाणि पूजार्थं प्रतिगृह्यताम्। 4 र 5 वटा पाल्दिनु यी सब गाउनु। हरि ओम धूरसी धूरसी धूर्व धूर्वन्दन योष्मान् धूर्वदितं वयं धूर्वामः देवानामशिवनितमगुंसनितमं पवित्रमञ्जुष्टतमं देवहूतमं वनस्पति वसरसधूतो गन्धाढ्य गन्ध उत्तम आग्रेय सर्वदेवानां धूपोऽयं प्रतिगृह्यताम्। चन्द्रमा मनुष्यो जात चक्षुः चन्द्रमा मनुष्यो जात चक्षुः सूर्यो अजायत श्रोत्राद्वायुष प्राणसमुखा अग्निरजायत धूपमाग्रपयामि प्रत्यक्ष दीपं दर्शयामि नैवेद्यं निवेदयामि। फल चढाइदिनु एउटा सरस्वती। नैवेद्यं निवेदयामि। अब दुईटा औँलामा चन्दन लगाउँदैछु। प्रज्यतां परुघा परुः गन्धस्ते सुमधुमदाय रसो अच्युतः। अब दक्षिणा राखौँ। दियो कलशमा हिरण्यगर्भः समवर्तताग्रे भूतस्य जातः पतिरेक आसीत् सदाधार पृथिवीं जामुदेमां कस्मै देवाय हविषा विधेम। हिरण्यगर्भः समवर्तताग्रे भूतस्य जातः पतिरेक आसीत् सदाधार पृथिवीं जामुदेमां कस्मै देवाय हविषा विधेम। फुल्लिनु। ओम जिनेन जिनमयजन तदेवास्तानि धर्माणि प्रथमान्य षण्णस्ते अनाकं महिमानः सचन्त यत्र पूर्वे पूर्वे साध्यः सन्ति देवाः। ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनो हरि। ओम श्री स्वस्ति मंगल तिलकम कुर्यात्। ओम स्वस्ति न इंद्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु। ओम शांति भवतु। ओम शांति ओम शांति ओम शांति।
श्री